आदरणीय दर्शक मित्रहरू, यतिखेर मौसम चिसो चिसो छ। यो वैशाख महिना भए तापनि वर्षा झरी परिरहेकोले यतिखेर मौसम यो म माता तीर्थ क्षेत्रमा छु र मौसम चिसो चिसो छ र मैले आज एउटा योगाको एउटा विधि प्रस्तुत गरेर देखाउन गइरहेको छु र त्यो विधि हो सूत्रनेति को सूत्रनेति गर्न सजिलो बनाउने सूत्रनेति जस्तै अर्को एउटा रबर नेतिको एउटा विधि। एउटा नेतिको विभिन्न तरिकाहरू हुन्छन्, त्यसमध्ये एउटा तरिका रबर नेति प्रस्तुत गरेर देखाउन गइरहेको छु र रबर नेतिको मैले पहिले पनि छोटो भिडियोमा प्रस्तुत गरेको थिएँ, तर त्यसमा चाहिँ मैले त्यसको विषयमा केही पनि जानकारी नदिकन सिधै मैले रबरलाई नाकमा छिराएर मुखबाट निकालेर प्रस्तुत गरेको थिएँ, भिडियो मात्रै प्रस्तुत गरेको थिएँ र अहिले चाहिँ यो रबर नेतिको विषयमा केही जानकारी दिनुका साथै रबर नेति प्रस्तुत गर्न गइरहेको छु। रबर नेति चाहिँ यो जस्तो योग विधिमा 6वटा षट्कर्म भन्ने हुन्छ। षट्कर्ममा नेति, धौती, बस्त्री, कुञ्जर, कपालभाती, नौली आदि पर्दछन्। नेति 1, बस्त्री 2, धौती 3, कपालभाती 4, नौली 5 र शङ्ख प्राक्षेलन पनि यो नेति अन्तर्गत नै पर्दछ। नेति फेरि भन्छु म यसलाई, नेति, धौती, बस्त्री, कुञ्जर, कपालभाती र नौली पर्दछन् र यी सबै विधिहरू राम्रोसँग गर्न जान्यो भने योगामा सहजै ढङ्गले प्रस्तुत गर्न सकिन्छ र शङ्ख प्राक्षेलन चाहिँ अलगै यो पेट सफा गर्ने विधि हो। यो षट्कर्म मध्येमा यो नेति क्रिया पर्दछ र नेति पनि विभिन्न किसिमका हुन्छन्, जल नेति, रबर नेति, सूत्र नेति आदि, यो आयुर्वेदिक जडीबुटी नेति आदि पर्दछन् र त्यसमध्ये आज मैले यो रबर नेतिको प्रस्तुति दिन गइरहेको छु र सर्वप्रथम मसँग एउटा रबर छ, त्यो रबर देखाउन गइरहेको छु र यो रबर छ। यो रबर चाहिँ यो फार्मास्युटिकल सपमा पनि पाइन्छ र प्राकृतिक चिकित्सा उपचार पद्धति भएको संस्थाहरू र त्यो मेडिकलहरूमा पनि पाइन्छ र यस रबरलाई मैले यो नेति गर्नको लागि अलिकति सजिलो होस् भनेर यसलाई अझै यो चाहिँ मैले नयाँ लिएर आएको रबर हो र यसलाई मैले यो रबर नेति गर्नको लागि अलि सजिलो होस् भनेर यसमा मैले अलिकति चिल्लो पदार्थ दल्दैछु र त्यसमा अलिकति मैले यो घिउ राखेर केही बेर दलेर त्यसपछि मैले आफ्नो प्रस्तुति दिन्छु। यो घिउ अथवा अरू कुनै चिल्लो पदार्थ नगरिकन पनि गर्न सकिन्छ, तर यसलाई अझै सजिलो होस्, नाकबाट यो सजिलै छिरोस् भन्नको निम्ति यसमा अलिकति चिल्लो पदार्थ दलिएको छ र यो चिल्लो पदार्थ दलेपछि चाहिँ नाकबाट सजिलै छिर्छ र मुखबाट निस्किन पनि सजिलो हुन्छ र यसलाई मैले पहिले बायाँ नाकबाट छिराएर मुखबाट निकाल्ने छु र त्यसपछि अर्को नाकको प्वाल दायाँ नाकको प्वालबाट छिराएर मुखबाट निकालेर
देखाउने छु। र यो योगा विधिमा यो महत्त्वपूर्ण विधि मध्येमा पर्दछ सूत्र नीति अथवा रबर नीति। र आजकल प्राकृतिक चिकित्सा उपचार पद्धति दिनेहरूले र वैकल्पिक चिकित्सा वैकल्पिक उपचार पद्धति दिनेहरूले पनि यसको प्रयोग धेरैले गर्ने गर्दछन्। र यो प्रस्तुतिलाई म अगाडि बढाउन गइरहेको छु। र सर्वप्रथम म यसलाई बायाँ नाकको प्वालबाट छिराएर मुखबाट निकाल्ने प्रयास गर्दैछु। हेरौँ के कति सफल हुन्छ। मैले बायाँ नाकको प्वालबाट अर्थात् बायाँ नासापुटबाट यो रबर छिराएर मुखबाट निकालेर त्यसलाई यो डोरीले मदानी घुमाए जसै गरे यो नाकमा यो रबर 2-4 चोटि रगटे। जसरी डोरीले मै पार्दाखेरि मदानीलाई घुमाउँछ त्यसरी नै डोरी तानेर मदानी घुमाए जस्तै यो नाकको बायाँ प्वालबाट रबर छिराएर मुखबाट निकालेर यो रबर यो मदानीलाई डोरीले चलाए जसै गरेर मैले यो नेती अर्थात् यो रबर चलाएर बायाँपट्टिको नाकको प्वाल अर्थात् नासापुट भनिन्छ त्यसबाट प्रस्तुत गरेँ। अब
दायाँ नाकको प्वालबाट प्रस्तुत गर्न गइरहेको छु। हेरौँ। जसरी मैले बायाँ नाकको प्वाल अर्थात् नासापुट बाईं नासापुटबाट 2 पटक गरेर यो रबर छिराएर मुखबाट निकालेर त्यसलाई रगडे। त्यसै गरेर म यो दायाँ नाकको प्वालबाट पनि फेरि एकपटक रबर छिराएर मुखबाट निकालेर फेरि एकपटक रगटेर देखाउन चाहन्छु। यसरी यो रबर दायाँ नाकको प्वाल र बायाँ नाकको प्वालबाट मुखभित्र नाकबाट छिराएर मुखबाट निकालेर रबरलाई रगड्दाखेरि त्यहाँ नाकमा जम्मा भएका फोहोर र सिँगानहरू कफ सजिलै मात्रामा बाहिर आउन खोज्छन् र त्यो कफहरू प्रशस्त मात्रामा आउन खोज्छन् र तिनीहरूलाई फाल्नुपर्ने हुन्छ। र एकपटक फेरि म दायाँ नाकको प्वालबाट छिराएर मुखबाट निकालेर प्रस्तुत गरेर देखाउन चाहन्छु।
यो सबै क फालिसकेपछि नाकबाट ठिँ गरेर यो सिँगान फाल्दाखेरि चाहिँ सबै भित्र जम्मा भएका फोहोरहरू र यो प्रदूषणबाट जम्मा भएका धुलो धुवाँहरू सबै बाहिर निस्किन्छन् र यो रबर नेती, सूत्र नेती अर्थात् जल नेती, यी नेती प्रक्रियाहरू गर्नाले के हुन्छ त भन्दाखेरि एउटा नाकमा जुन गतिरोध भइरहेको प्रदूषण, चिसो आदिले ब्लक भएको नाकहरू, बन्द भएको नाकहरू खुल्ने काम गर्दछन् र श्वास प्रश्वास सजिलै हुन्छ र श्वास प्रश्वास गर्नको लागि सजिलै सम्भावना हुन्छ र यसले योग आसनहरू गर्नको निम्ति पनि सहज बनाउँछ र यसले यो नाकभित्र भएका फोहोरहरू सबै निकालेर बाहिर फालिदिन्छ। जलनेती अथवा रबर नेती गर्नाले हाम्रो जुन यो दुई आँखाको बीचमा नाकबाट सोझो घेरामाथि रहेको निधारमा रहेको जुन दिव्य दृष्टि अर्थात् आज्ञा चक्र भनिन्छ, त्यसलाई पनि यो 6औं चक्र यो सक्रिय बनाउनको निम्ति पनि मद्दत गर्दछ र योगको भनाइअनुसार यो घेरण्ड संहितामा मैले पढेको थिएँ र घेरण्ड योग संहिता, घेरण्ड ऋषिले लेख्नु भएको घेरण्ड योग संहितामा मैले पढे अनुसार यो जल नेती अर्थात् यो रबर नेती, सूत्र नेती यिनीहरू गर्नाले अन्तर्दृष्टि सक्रिय भई दिव्य दृष्टि खुल्न सक्छ अर्थात् देख्न नसक्ने कुराहरू पनि देख्न सम्भव हुने यसले बताएको छ र त्यही अनुसार मैले जानेको ज्ञान र पढे, अध्ययन गरे र विभिन्न अभ्यासबाट प्राप्त भएको योग अभ्यासबाट सिक्दै गर्दा प्राप्त भएको यो एउटा योगको विधिलाई मैले प्रस्तुत गरेको हुँ र यो रबर नेती अर्थात् सूत्र नेती गरिसकेपछि यो जुन नाकको दायाँ बायाँ सिँगान फोहोरहरू अड्किन सक्छन्, त्यसलाई हामीले यो लाग्न सक्छन् अनुहार वरपर, त्यसलाई हामीले धोइ पखाली गर्न सक्छौँ र अन्तिममा फेरि एकपटक हामीले जलनेती पनि गर्न सक्छौँ र यदि त्यो गरिएन भने जुन यो नाक अर्थात् मुख वरिपरि अनुहारमा लागेका यो फोहोरहरूलाई पखालेर हामीले मुख कुल्ला गरेर 2-4 पल्ट मुख कुल्ला गरेर सफा गर्न सक्छौँ र यो रबर नेती अहिले वैकल्पिक उपचार पद्धति, वैकल्पिक चिकित्सा अर्थात् प्राकृतिक चिकित्सा विभिन्न विषयमा सक्रिय संस्थाहरूले पनि यसलाई एकदम प्रभावकारी रूपमा यसलाई चाहिँ प्रस्तुत गरिरहेका छन् र यसै अनुसार मैले यो आजको सूत्र नेती जस्तै रबर नेतीलाई मैले यहाँहरूमाझ सजिलै प्रस्तुत गरेर देखाएँ र अब आउने अर्को भिडियोमा मैले यस्तै योगाको कुनै विधि प्रस्तुत गरेर देखाउने बाचाका साथ अहिलेलाई यो सूत्र नेती अर्थात् सूत्र नेतीको नेती जस्तै तर सूत्र नेती भन्दा अझै सजिलो यो रबर नेती मैले प्रस्तुत गरेर देखाएँ यहाँहरूको माझ र अहिलेलाई यो भिडियो प्रस्तुति सामग्री यही नै अन्त गर्दछु। अर्को भिडियो सामग्री लिएर नआइन्जेल यहाँहरूबाट म अहिलेलाई बिदा हुन्छु। आजको यो सूत्र नेती को जस्तै रबर नेती प्रयोग विधि भिडियो मैले यहाँहरूलाई प्रस्तुत गरेर देखाएँ र यहाँहरूले पनि बजारबाट यो रबर किनेर, यो धेरै पर्दैन, यो मैले 35 रुपियाँमा स्पार्क हेल्थ होमबाट ल्याएको हुँ
र यहाँहरूले पनि यो नाकमा पिनास सम्बन्धी टाउको दुखाइ माइग्रेन लगायत यो कुनै पनि चिसो समस्या अर्थात् यो प्रदूषणले नाक बन्द भएको एकदमै यो टाउको भारी भएको यस्तो किसिमको चाहिँ समस्या छ भने यो प्रयोग गरेर आफ्नो स्वास्थ्य लाभ लिन सक्नुहुन्छ। हस्त अहिलेलाई यो भिडियो यही अन्त भिडियो सामग्री प्रस्तुति प्रयोगात्मक भिडियो सामग्री प्रस्तुति यही नै अन्त गर्दछु। अर्को भिडियो सामग्री लिएर नआइन्जेल यहाँहरू माझ बिदा माग्ने अनुमति चाहन्छु। हस्त नमस्कार।